नेपाली दाजुभाइहरू विदेशमा बसेर खुसी हुनुहुन्छ होला है। आफ्नो चेलीबेटी आफ्नो दिदीबहिनीको लागि आफ्नो माइतीघर भनेको आमा बुवा पछि नहुँदो रहेछ है। आमा बुवा पछिको माइतीघर दाजुभाइको घर होइन र? त्यही दाजुभाइको घरमा हुर्किएको, त्यो घरमा हरेक सुख दुःखमा लडेर सबैजना मिलेर बनाएको घर होइन र? आमा बुवा पछिको सम्बन्ध दिदीबहिनी र दाजुभाइमा नहुँदो रहेछ है। दिदीबहिनी दाजुभाइहरू बच्चा बेलामा आफ्नोभन्दा बढी भाइ बहिनीको केयर र माया गर्थे, तर ठुलो भएपछि केयर र माया नहुँदो रहेछ है। दसैँ तिहारमा सबैको दाजुभाइ दिदीबहिनी सबै आफ्नो मान्छेसँगै बसेर रमाइलो गर्दा आफ्नो दाजुभाइ आफ्नो माइतीघर नहुँदा त्यो दिदीमा के बित्यो होला? आमा बुबा दिदीबहिनीको आँसुभन्दा ठुलो आफ्नो भविष्य र पैसा भयो है।